वेलकम टु माई युट्युब च्यानल मिनी भ्लगमा चाहिँ म चाहिँ आज यो कर्नेस कतारको कर्नेसमा आएको छु भनेदेखि हेर्नु चाहिँ यहाँको मनोरम दृश्यहरू चाहिँ यस्तै दामी छ है साथीहरू। अनि के गर्नु साथीहरूको उसमा आएको त्यही भएर साथीहरू अनि के कस्तो हुन्छ हेरेर साथ सपोर्ट गरिदिनु होला। अनि आजको यो भिडियो मेरो छुट्टीको दिन चाहिँ म यसरी भिडियो गर्न आइरहेको छु। छुट्टीको दिन चाहिँ म यसरी रमाइलो गरेर आज चाहिँ हिँड्ने एकदमै मौका पाइरहेको छु है मैले। हाय हाय साथीहरू के कस्तो हुन्छ लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। यस्तो दामी छ नि यहाँको भ्यूहरू। हाय 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 देख्न सक्नुहुन्छ। कतार आएको 2 वर्ष पुरा 3मा टेके पछाडि चाहिँ म यसरी घुम्नको लागि चाहिँ यसरी अवसर मिलेको छ। अनि जिन्दगीमा यस्तै छ गाइजहरू। वेलकम छ माई युट्युब मिनी भ्लगमा तपाईँहरूलाई आज मेरो छुट्टीको दिन चाहिँ यसरी म घुम्न गइरहेको थोरै छोटो मिनी भ्लगमा तपाईँहरूलाई देखाउन गइरहेको छु। हेरेर साथ सपोर्ट गरिदिनु होला, लाइक गरिदिनु होला, सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नु होला है त साथीहरू। देख्न सक्नुहुन्छ यो कर्नेस सिटी सेन्टर पनि भन्छ प्लस कर्नेस। यहाँको चाहिँ हाम्रो एकदमै यो एसी पार्क पनि भन्दो रहेछ यहाँनिर। म चाहिँ आज हाम्रो दिदी र मेरो बहिनी दिदी दिदी हेर न हो खै के पार्क हो नि एकदमै यो के भन्छ यो आफै पढ्नु होला यहाँनिर छ होइन। मलाई अलिक भन्नु अप्ठ्यारो भयो के गर्नु यो ठाउँको नामहरू नै म के हो के कस्तो जान्दिनँ नि त साथीहरू गाइजहरू। त्यही भएर देख्न सक्नुहुन्छ एकदमै नाइस भ्यू चाहिँ खतरा छ। जसरी मैले क्यामेरामा देखाएको भन्दा पनि अझ बढी चाहिँ रियालिटी घुम्न आउनुभयो भने चाहिँ एकदमै राम्रो छ है गाइजहरू। आज हामी 2जना दिदी र मेरो अनि दिदीको बहिनी चाहिँ अर्कै कम्पनीको हो तर ऊ यसरी हाम्रो दिदीलाई भेट्न आएको कारणले चाहिँ हामी यसरी आज घुम्ने अवसर मिलेको कारणले चाहिँ गाइजहरू हामी यसरी हिँड्दैछौँ। अनि आजको दिन चाहिँ घाम पनि खासै लागेको छैन गाइजहरू। के गर्नु त्यही भएर चाहिँ यसरी हिँडिरहेको छौँ है। के गर्नु खाडी मुलुक भनेर मात्रै पनि हुँदैन। कुनै ठाउँमा ठ्याक्कै हाम्रो नेपालको जस्तै के भन्छ त हरियाली जङ्गलहरू पनि छ है यहाँनिर साथीहरू। अनि देख्न सक्नुहुन्छ आज चाहिँ घाम नलागेको कारणले चाहिँ आज चाहिँ एकदमै तर के भएको आज फ्राइडे भएर पनि कति धेरै सुनसान भइरहेको छ। भनेको मतलब अब यो खास दिउँसो भएर पनि हुन्छ होला। यो दिउँसोको समय र टाइममा चाहिँ खासै मान्छे हुँदो रहेनछ, बेलुकाको टाइममा चाहिँ हुने हो। तर के गर्नु हामी चाहिँ बेलुका चाहिँ अलिकति चाँडै सुत्न पर्ने हुन्छ। त्यही भएर दिउँसो अलिअलि घाम पनि छैन। त्यही भएर घाम नभएको कारणले चाहिँ हामी यसरी घुम्न आइदिएको साथीहरू। यो चाहिँ यो फल हो र दिदी, यो फल होइन केही होला। अनि म फोटो पनि खिच्दैछ हो साथीहरू। के गर्नु एकदम गाइजहरू ल है ल। अब हामी चाहिँ मेट्रो चढेर जानुपर्ने हुन्छ गाइजहरू। यति गर्मी छ साथीहरू। अब गर्मी मौसम आउन आँटेको छ कि त्यही भएर यस्तो गर्मी मेदेखि चाहिँ एकदमै स्टार्ट हुनेवालामा छ गर्मी। हाय हाय कहाँ हौ के चाहिँ गर्छौ है तिमीहरू यस्तै गर्छौ क्या। मोटो भएर होला गाइजहरू हेर्नु न कस्तो सास परिरहेको छ मेरो चाहिँ गर्मी। यो ठाउँ पनि एकदमै राम्रो छ। सास परिरहेछ साथीहरू मेरो चाहिँ। कति मोटी छु भने नि मोटाएर कतारको हावापानी भात लागेर। अनि के गर्नु यिनी बहिनी जस्तो त अब सपना पनि त्यही होला। यिनी चाहिँ अलिकति खै
खाएर पनि खान बिर्सेको हो कि थाहा छैन। अनि उहाँ चाहिँ दिदी सेम त्यो यो दिदी र म चाहिँ सेम छौँ क्या। यो दिदी र म चाहिँ एकदम सेम हो क्या, हाइट पनि अनि फिगर त्यस्तै छ, मोटाइ चौडाइ लम्बाइ। गाइजहरू अनि हामी घुम्न चाहिँ आयौँ, तर एक बोतल पानी पनि नबोकी आयौँ हो जिन्दगीमा। तिर्खा लागेर भन्नुहुन्छ भने गाह्रो छ। अब हामी चाहिँ एकछिन यहाँ बस्यौँ। यो मौसम घाम नलागे पनि कस्तो गर्मी नै हुँदो रहेछ हौ भन्ने अनुमान चाहिँ भयो। गाह्रो छ जिन्दगी। हेर्न सक्नुहुन्छ यहाँको चाहिँ एकदमै दृश्य, यहाँको ठाउँहरू चाहिँ मलाई एकदमै मन पर्यो। ठिकै छ, अब यस्तो ठाउँहरूमा आउने अवसर चाहिँ मिल्यो साथीहरू हुँदाखेरि। साथीहरूले घुम्न जाउँ भन्दाखेरि त हो नि, नत्र अन्त छुट्टीको दिन सुत्यो बस्यो, त्यही त हो नि साथीहरू। के गर्नु ल, हामी बाटो क्रस गर्दैछौँ ल। ल है गाइजहरू, बाटो क्रसिङ गर्दैछौँ ल। देख्न सक्नुहुन्छ यहाँको दृश्यहरू चाहिँ। अब हामी मेट्रोमा जाने हो कि साथीहरू, मेट्रोमा जाने हो। हामी तर्दैछौँ। रमाइलो गर्नु अब सासबाट। अब हामी चाहिँ मेट्रो बस यहाँ अलरेडी आइसकेको छ, त्यही भएर चाहिँ हामी यहाँनिर चढेर चाहिँ जानुपर्ने हुन्छ गाइजहरू। ल गाइजहरू, अब हामी चाहिँ यसरी चढ्दैछौँ। हेरेर साथ सपोर्ट गरिदिनु होला। सबै भएर म भिडियो पनि यतैको इन्ड गर्छु होला हौ, हेर्दै गर्नु होला जेस। या चढ्दैछौँ अनि लै आई। साथीहरूले गरिसकेको छ, म पनि गर्ने वालामा छु। ओइ हुँदैन जाऊ दिदी हो। जिन्दगीमा